खुट्टा बाउडिने समस्याको बारेमा सुन्नु भएको छ, कोही कसैले चाहिँ खुट्टा दुख्यो, खुट्टा बाउडियो, पिडुला फर्कियो भनेको चाहिँ सुनिराख्नु भएको छ। यो समस्याको कारण भनेको चाहिँ जहिले पनि नसाकै समस्याले गर्दाखेरि हो भनेर बुझ्नु पनि गलत हो। विभिन्न कारणले गर्दाखेरि चाहिँ खुट्टा बाउडिने समस्या, मजल क्र्याम्पको समस्या चाहिँ देखिने गर्दछ। त्यसमा पनि सबैभन्दा इम्पोर्टेन्ट कारण भनेको चाहिँ तपाईको शरीरमा पानीको मात्रा कमी हुँदै गर्दाखेरि डिहाइड्रेसनको कारणले पनि तपाईको खुट्टा बाउडिने समस्या चाहिँ देखिने गर्दछ। त्यस्तै गरेर तपाईको शरीरमा चाहिँ विभिन्न किसिमको एलिमेन्ट्सहरू, इलेक्ट्रोलाइट इम्ब्यालेन्सको कारणले गर्दाखेरि, त्यस्तै गरेर तपाईको शरीरमा चाहिँ नुनको मात्रा कमी भयो। नुन भन्दै गर्दाखेरि पोटासियम, क्याल्सियम र म्याग्नेसियमको मात्रा कमी भएको अवस्थामा तपाईको खुट्टा चाहिँ दुख्ने, बाउडिने समस्या चाहिँ देखिने गर्दछ भने, अर्को भनेको तपाईको शरीरमा भिटामिन B12 को कमी र भिटामिन D को कमी छ भने पनि पिडुला दुख्ने समस्या, पिडुला फर्किने समस्या, खुट्टा बाउडिने समस्या चाहिँ देखिने गर्दछ। अब यसको उपचारको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईको शरीरमा के कारणले गर्दाखेरि, के को कमीले गर्दाखेरि चाहिँ तपाईमा यो समस्या देखिएको छ भन्ने कुरा पत्ता लागेपछि मात्र उपचारतिर लाग्दा उपयुक्त हुन्छ। यस्तै समस्या छ भने चाहिँ स्क्रिनमा दिएको कन्ट्याक्ट नम्बरमा कल गरेर अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।